हेलो एभ्रिवान, नमस्ते। मेरो युट्युब च्यानलमा हजुरलाई स्वागत छ। अन्त पनि भन्नु मेरो युट्युब च्यानलमा मेरो भतिनीको युट्युब च्यानल गरिदिनु, सब्सक्राइब गरिदिनु, सेयर लाइक गरिदिनु है, कमेन्ट पनि गरिदिनु। आज हामी के खान लागेको हो? आज मोमो। हामीले मोमो, चिकन मोमो खान अनि भर्खर यो भ्लग सुरु गरेको के। अब खासै आउँदैन, अलिअलि अब भर्खर सुरु हो नि त युट्युब च्यानल हाम्रो। अनि यो चाहिँ हामीले यो सब्सक्राइब पनि थोरै छ, उसको सब्सक्राइब गरिदिनु है साथी। अनि उता पछाडि देख्नु भयो नि, को हो चिन्नुभयो पछाडि? जोन्स हिरो। अनि हामीले चाहिँ यहाँ फुपूले चाहिँ यो मैदा यो चाहिँ चुरा छेर्लिङ गरेको झ्याउ लाग्यो। के भन्नु। अनि मोमो पछाडि हाम्रो ब्याकग्राउन्डमा देख्नुभयो नि हाम्रो डर लाग्ने हाम्रो जोनी माया पुन्टु। नमस्ते भन युट्युब च्यानलमा मेरो दिदीको। नमस्ते त होइन, अहिले आउँ गर्नु बेर लाग्दैन। आउँ गर मुख हेर्न मुख। सबभन्दा हाम्रो घरको प्यारो मान्छे यही हो। अनि यसको नाम चाहिँ जोनी पाइजा मगर हो। अहिले चाहिँ जोनी खम्चा मगर। हामीले फेरि अब माइतमा फेरि ऊ चल्दैन कि, अब पोर्क चल्दैन, बफ चल्दैन, यो चिकन मात्रै, ओन्ली चिकन। अब पाइजाहरूकोमा त्यस्तो। अब मैले त अब उता घरमा त चपाउँछु पोर्क त फेभरेट हो मेरो। पहिला छुँदैन नछुने मान्छे। अनि पहिला पाइजाको छोरी हुँदाखेरि छुँदा पनि नछुने मान्छे हो क्या, यसरी टक्क लाएर पनि। अब हेर्नुहोस्, डर लाग्ने छ, 52 भन्दा नि बढ्दा पाइजाहरू। भगवान्। अब सबै मैले हजुरहरूलाई म अहिलेपछि मोमोको सबै फोटो खिचेर अनि हाल्छु। अनि हामी पनि बनाउँदैछौँ, अनि त्यो बनाएको भिडियो पनि यति यो त उगाउने होइन, बसाल्ने नै खुबै बसालिहाल्नु। कस्तो राम्रो गरेर डल्ला पारेको भयो नि। बाबाले भन्दा पनि राम्रो पारेको जस्तो लाग्यो। पानी लिन आउँछु म। बाबाले भन्दा पनि दामी डल्ला पारेको के। एकछिन हुन्छ। बजेले अब अचार खानुहुन्न, बजेलाई यति मात्रै दिने हो। यति गरौँ हामीले भनेको। अब जतिखेर खाँदा नि हुन्छ क्या, हामीले 12-1 बजी खाँदा नि हुन्छ। सुत्ने भनेको 2-3 बजी हो लास्ट टाइम। तिमीले पनि बजेसम्म खाने हस्। आउँदैन यहाँ दिदीको ब्लगमा आउँदैन, सानो आउँदैन। आएछ कि पुच्छुर होला। कहिले पार्लर खाम्ला भइरहेको थियो यो आमामा, पुरा सबलाई लहट्दैछ छिटकिलीहरूलाई नि। अनि
मोमो रेडी भयो हेर्नु त कस्तो राम्रो डल्ला पारेको के यसले खोइ त उता यो हेर्नु त बाबा लागि बेसन हालेको टमाटर अनि यो चाहिँ के खुर्सानी भन्छ फुपू यसलाई खुर्सानी चाहिँ अकबर डिप्रेसन एकदम पिरो हुन्छ एउटा हाल्यो भने पिरो हुन्छ अनि यो चाहिँ तिल हो यो तिल अनि अचारको लागि हाम्रो मोमो बन्दैछ हजुर बिर्सिनु भयो मैदा भ्याइएको हाम्रो चाहिँ अब यो मोमो रेडी भयो अब हामी पनि अब खाना लाग्यो गाइजर हाम्रो चाहिँ मोमो पनि रेडी भयो देखाउनु न हजुर यसरी हाम्रो कति हालिदिएको मलाई फेरि खाइसक्नु मेरो चाहिँ करेन्ट चाउचाउ र अनि मोमो अनि फुपूले चाहिँ करेन्ट चाउचाउ खानुहुन्न हाम्रो अनि अचार खै अनि कोक अनि यो कोक अनि अचार म चाहिँ दाइले नै बनाएको अचार खानु मन लाग्छ त्यही भएर दाइले बनाएको अचार यो चाहिँ घरमै बनाएको अब हामी चाहिँ खान्छौँ खाम्ला हो खानु यता देखाएर खाम के यता अब मान्छेहरूले अहिले फेरि पुसेर भोक लाग्छ कि यो खाएको देखाउने के भएन कस्तो भोक लाग्यो नि 10 बज्न लागिसक्यो भाइ हामीले फेरि भिडियो बनाउँदै कति बज्यो र 10 बज्यो ऊ त्यो अचार ल्याउनु गनान छ कि क्या गनाए जस्तो लाग्यो भाइ नखानु न त्यो छ त बनाएको भर्खर बनाएको छ त अचार पहिला म त मोमो ट्राई गर्छु नुन लाएन भाइ फुपू दामी चिसो चिसो भयो क्या फ्यान लगाएर नि होला गर्मी हुन्छ फेरि तातो त खानुपर्ने है म तातै खाइदिएँ मोमो चिसो भयो छैन त्यस्तो चिसो पनि छैन अलिक नुन कम लाग्यो मलाई भाइ है तँलाई ठिकै हो कस्तो कालो आएको यो चाहिँ हाम्रो रियल फेस है होइन पिरो हो भाइ ट्राई गर्नु यति मलाई मार्छ पुसेर यस्तो खाएको देख्नु एक्सट्रिम रेड बुल र यो खाएको देख्नु मार्छ कस्तो जुसी भयो सही गर्छ त नि भोक लाग्यो अँ कस्तो कालो नि हामी होइन लाग्यो तर हामी यतिको कालो चाहिँ छैनौँ है गाइजहरू यहाँ हाम्रो फुपूको रुममा चाहिँ अलिकति लाइट उठ क्या कम उयोले उ गरेर को खानुहुन्न को लेमन ल्याउनु न कहिले किन यहाँ राखेको र लेमन कस्तो अम्ला खानु रातिको झन्डै 10 बजी खाने मान्छेहरू तेरो घाँटी गऱ्यो खान्छु राम कतिवटा चाहिँ सक्कम लगाइसक्यो के भएको म खुब खैँचिया भएछ कि आजकल म च्यालेन्ज भयो हल्दी नि चल राखेको च्यालेन्जमा फेरि उयो थियो नि त करेन्ट चाउचाउ त्यो खाँदैन म फेरि के हो इग्नोर
बेको त भित्रै होला नि होइन भएन राम राम कति खाएको मैले त्यो अफ पनि जास्तो भयो भाइ त्यो हजुर ए को खाँदै आम ऊ देखो के खा खाएन आमा मिठो मान्छेहरूलाई आधा रातमा भोक लाग्ने उ नगर्नु न भने भोक लागेको बेलामा त जे पनि मिठो हुने नि यो भने भोक नलाग्यो भने जे पनि खानु मिठो हुने टुपिएम त पिरो हुन्छ क्या मतलब करेन्ट पनि यो पिरो उसमा हुन्छ टुपिएम होइन यो कुनै के जाति हो भन्ने रामेन खोइ 3 स्पाइसीवाला हो यो होइन भन्दै थियो त्यो दाइले म त सक्यो खाना खाना म त खाना भयो भयो पुगेको त माथि छ त नि जति खाए पनि पुसै भयो ए ल पुसै भएको कति खान्थ्यो होला नि यति मिठो होममेड भयो ग्यास्ट्रिक बढ्छ क्या होममेड म त बिस्तारै खाँदै हो म त खाइसकेँ दामी धान भयो म भयो पुगो मलाई त्यत्रो हालेको अनि चाउचाउ पनि खाएको मैले अहिले चाहिँ क्यामेराको पछाडि म फेरि थपेर खान्छु के भन्नु क्यामेरा खानु न फेरि खानु मन लाग्यो तिम्रो गर्छन् खाँदिन त्यो पिरो हुन्छ भयो म चाहिँ भ्याउने हो चाउचाउ त खाँदैन कहिलेभन्दा धेरै खाएँ मैले बरु होइन चाउचाउ कसले खाएको नै च्यालेन्ज गरेको मैले जित्थेँ मैले जित्ने रहेछु किन भन् न मोमो पहिला खाइसकेँ मैले फालिदिनु अचार अब नै नै म त फाल्दैन यिनी त सबै बनाउने थोकहरू पनि राख्छु अनि त्यहाँबाट नि तेल तारेर हालेको कि आज जुसी भयो है त्यो दामी नि त्यो बन्दा धेरै हाल्दाखेरि हो कि जुसी भएको तेल पनि मैले धेरै हालेको थिएँ नि त हालिदिउँ भयो माथि टन्नै छ किनभने त्यसलाई उसमा राख्ने यसमा लिएर फ्रिजमा राख्ने न त्यो गर्नु चाहिँ भाडा चाहिँ मैले त्यो माछा क्विक क्विक जान्छ र मिठो हुन्छ लिप्स लाए जस्तो लगाइरहेको
हामीले पनि अबि फुपू त्यो उखै तल म दिएको है यता कस्तो लाग्यो फुपू मिठो है दामी घरमा बनाएको चाहिँ छुट्टै हुन्छ कि अनि ढिलो भए पनि अब बनाउँदाखेरि चाहिँ यदि ढिलो खायो भने चाहिँ एक गाँसमा त्यत्रो कति घन्टा लगाइहाल्ने 6 6 बजेबाट बनाउनु सुरु गरेर होइन होइन भाइ 7 बजेबाट हो धन्दा आज पैसा पनि हराएको भेट राम के हो यस्तो तर यस्तो कालो चाहिँ हामी छैनौँ है बेटी चौथ के तारे पिछवाड़े में तो दो लिख ओके खोइ के त्यो भयो उसले हो यो लाइट हजुरको रुमको लाइटहरू मिलाउनु पो हो कता मिलाउने हो र यतातिर मर्करी राख्नु पर्ला अब कस्तो उज्यालो हुन्थ्यो कोक खानु भएन खाइसक्यो त्यहाँ अझै थियो एउटा कोक त्यो चिसो राख्ने भोलि कोक पनि धेरै खानुहुने यार किरा भयो नि म त एक कप त खानु न के कोक अघि खाइबे है म खानु सगरेर तातो घाँटीमा गऱ्यो हाम्रो पनि अनि अब हाम्रो पनि अब सक्यौँ बनाउँदाखेरि यति घन्टा लगाएर नि सकिएको चाहिँ यति 5-10 मिनट पनि लागेन कि क्या हो 10 मिनट भयो बल्ल कति बज्यो 10 बज्यो नि हामी बज्यो होला राम अरू सुतेको बेलामा हामी चाहिँ आधा रातमा के भन्नु भयो खाने भने चाहिँ हामी जाँगरी ल्याउँ जतिहरू पनि खाइन्छ मोमो बनाउनु भनेपछि म कति जाँगिलो हुन्छ मलाई थाहा छ तैँले कि। सबै गराएको भन्दा नि हुँदैन म पिठो मुसेको मात्रै हो अनि त्यहाँबाट त्यो बेल दिएको मात्रै हो सब उसले गरेको मोमो भनेपछि त म त यस्तो हुन्छु कि म त 12 बजी पनि उठेर बनाउन सक्छु क्या तर मसँग एउटा साथी हुनु पर्यो त्यही हो त्यही भएर दिदीले भन्छ आमा तिमी त मोमो भनेपछि त यस्तो चाँडो खाने फेरि घरमा पाकिरहेको हुन्छ है यसले फेरि घरमा चाहिँ बाबाले चाहिँ उताको होटलमा चाहिँ पाकेको हुन्छ मिठो पनि हुन्छ तर हामीले फेरि बनाउनै पर्यो कि यहाँ जसरी भएन बजेको पनि फेभरेटै हो मोमो होइन बजे आज मोमो नखाने मान्छेले कम्तीमा 12-13वटा खायो भने खानु भयो फुपू भएको भए पनि हामी 3 जना भएर कान्छी फुपू भएको भए हामी 3 जना है कति रमाइलो हुन्थ्यो त्यति बेला च्यालेन्ज खेल्न पनि मजा हुन्थ्यो क्या बरु पैसा राख्ने एक के पापन चाहिँ अनि कसले जित्यो त्यसले 1500 मा होइन त पनि यति कालो छैनस् बितिचा हेर्नु न त्यहाँ लाइटले कति हो र के रेकर्ड गरेको नि चिया बाई गर्नु अब क्लोज गरौँ हामीले बाई नमस्ते सबैजनाले राम्रोसँग हेरिदिनु होला हाम्रो ब्लग जानी नजानी भने सानो बनाऊँ नमस्ते